हेलो, नमस्ते सम्पूर्ण। हजुरहरूलाई स्वागत छ मेडेक नेपालमा। ल, आजको हाम्रो गेस्ट हुनुहुन्छ। त्यसो भए तपाईँ आफ्नो नाम भनिदिनु हाम्रो विद्यार्थीहरूलाई। ल नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ रामप्रकाश शाह हो र म अहिले चाहिँ लाला लाजपत राई मेमोरियल मेडिकल कलेजमा एमबिबिएस थर्ड इयरमा पढ्दैछु। त्यसो भए तपाईँ अब सर्ट एन्ड स्विटमा एक्सप्लेन गर्न सक्नुहुन्छ कसरी त्यहाँसम्म पुग्न सक्न सफल हुनुभयो। सबैभन्दा पहिला म यो भन्न चाहन्छु कि जब म नेपालको एक्जाम दिएँ त्यसपछि त्यहाँ केही ग्याप थियो अनि म युट्युबबाट सर्च गरेँ कि अब एमबिबिएस पछि के गर्न पर्ने हो। त्यहाँ मैले मेडिक नेपालको एउटा एड देखेँ अनि एड देख्ने बित्तिकै म अफिस भिजिट गरेँ। अफिस भिजिट गर्ने बित्तिकै त्यहाँ मेडिक नेपालले मलाई गाइड गर्यो, यो फर्म भर्न पर्छन्, यसरी यसरी गर्न पर्छन् र म त्यहाँ निट दिनको लागि इक्विभ्यालेन्ट थिएँ अनि अलमोस्ट भनौँ न मलाई सबै कुरामा मेडिक नेपालले नै हेल्प गरेको थियो। ल, ठिकै छ। त्यसो भए निट भनेको के भन्न सक्नुहुन्छ? निटको बारेमा, वाट इज निट? निट इक्जाम। मतलब निट भनेको के हो भन्दाखेरि जस्तै हाम्रो नेपालमा सिई हुन्छ नि, जसले गर्दा एमबिबिएस पढ्न पाउँछन्, त्यस्तै यहाँ इन्डियामा त्यही त्यही निट नै हो। त्यसमा निटबाट सेलेक्सन भएर मान्छेहरू यहाँ गभर्मेन्ट कलेज पाउँछ र एमबिबिएस पढ्न पनि पाउँछन्। सिम्पली भन्दाखेरि जस्तै हाम्रो नेपालको लागि चाहिँ सी इन्ट्रान्स हो होइन? त्यस्तै हजुर। इन्डियन स्टुडेन्टको लागि निट हो र त्यो चाहिँ नेप्लिज स्टुडेन्ट पनि इटेन्ड गर्न सक्छ होइन? त्यसमा त्यो निटमा चाहिँ नेप्लिज मात्र होइन, मतलब वर्ल्डको धेरै स्टुडेन्टले पनि त्यहाँ एप्लाई गर्न सक्छन् र तिनीहरूले फर्म भरेर इक्जाम दिएर नाम निकाल्न सक्छ। ल, ठिक छ, ओके। त्यसो भए के यो नेप्लिज स्टुडेन्टहरू इलिजिबल छन् निटको लागि? जस्तै नेप्लिज स्टुडेन्टहरूले जसले मतलब बायोलोजी फ्याकल्टीबाट पढेको हुन पर्यो, +2 बायोलोजीबाट, अनि सम्पूर्ण नेपालीले पनि दिन पाउँछन् र जसले 12 एपियरिङ छ नि 12 त्यसले पनि दिन पाउँछन्। ए, ओके ओके। अनि यो निटको इक्जाम सेन्टर कहाँ कहाँ हुन्छ सर? त्यो निटको इक्जाम सेन्टर हामीले नेपाल, इन्डिया, अल ओभर द वर्ल्ड हुन सक्छन्। त्यो सेन्टर आफैले चुज गर्ने हो। यदि हामी नेपाली स्टुडेन्ट हो भने त्यो इन्डियन एम्बेसीले बताउँछन् कि हाम्रो सेन्टर कहाँ पर्छन् र तपाईँ यदि इन्डियाको आसपासमा बस्नुहुन्छ भने इन्डियाको मतलब सेन्टर पनि चुज गर्न सक्नुहुन्छ। सपोज म नेपालमा छु भने काठमाडौँको सेन्टर लिन पाउँछु है? पाउनुहुन्छ। या अनि इन्डिया तपाईँले पनि लिन सक्छु होइन? हजुर के भन्नुभयो अरे? अनि इन्डिया पनि लिन सक्छु। इन्डिया पनि लिन सक्नुहुन्छ। आफ्नो आफ्नो फेसिलिटिज अनुसार, ट्रान्सपोर्टेसन अनुसार, जस्तै कोही बोर्डरमा हुन्छ नि त, कसैको जानेको हुन्छन्, जस्तै हामी छिमेकी देश हो इन्डिया, त धेरै मान्छेहरूले मतलब इन्डिया सेन्टर नै चुज गर्न सक्छन् र एक्जाम दिन सेन्टर पाउँछ। ओके। त्यसो भए यसको सिलेबस र इक्जाम प्याटर्न र मार्किङ के कस्तो छ? अनि त्यसपछि मिनिमम कति मार्क्स ल्याउनु पर्छ क्वालिफाई गर्न एज नेपाली स्टुडेन्ट? यसको सिलेबस भन्दाखेरि एनसिआरटी हो। जस्तै हाम्रो नेपालमा +2 पढ्दाखेरि एउटा एनइबी हुन्छ नि, त्यस्तै हाम्रो निटको लागि एनसिआरटी पनि बुक हुन्छन् र सबै सिलेबस एनसिआरटीबाट नै आउँछ, अलमोस्ट सबै क्वेसनहरू। निट भनेको चाहिँ एनसिआरटी बेस्ड हो है? हजुर। अनि नेपालमा जस्तै 200 नम्बरको क्वेसन हुन्छन् र 200 नम्बर हुन्छन्, तर यहाँ चाहिँ के हुन्छन् 200वटा क्वेसन हुन्छन्, तर त्यसमा यो सिलेक्ट गरेर 180 मात्रै एटेम्प्ट गर्न पर्ने हुन्छन् र टोटल 720 को नम्बर हुन्छन्। र एलिजिबल भन्दाखेरि के भन्छन्, हाम्रो कम्पिटिसन नेपाली स्टुडेन्टमा मात्रै यो हो। त्यही भएर हामीलाई नेपाली स्टुडेन्टले जति नम्बर लाउँछ नि त्यसको टप 25 मा आउन पर्ने हुन्छन् र सिलेक्सन हुन्छ। ए, ओके सर। अनि त्यसो भए ठिक छ होइन? अनि निट दिएपछि एउटा त्यो एसएफएस र एआई त्यो भनेको के हो त्यो पनि भनिदिनु न। जस्तै हेर्नु, सबै मतलब मात्रै एक्जाम दिनु, सबै मतलब एक्जाम दिने बित्तिकै भन्नु कि मेरो सिलेक्सन हुन्छ। एक्जाम दिइसकेपछि हामीले धेरै फर्म भर्नुपर्छ, धेरै फर्महरू भर्नुपर्छ। त्यसको लागि एसएफएस भनेको सेल्फ फाइनेन्स स्किम हो। जस्तै कि म नेपाली स्टुडेन्ट छु, म गभर्मेन्ट कलेजमा यति मिनिमम फी तिरेर म त्यहाँ पढ्न सक्छु, त्यो सेल्फ फाइनेन्स स्किम। र गभर्मेन्ट कलेजको यहाँ मिनिमम फी हुन्छ। मिनिमम भन्दाखेरि युपीमा लगभग 40,000 जति हुन्छन्, अरू स्टेट वाइज अलग अलग हुन्छन्। के यो चाहिँ इयरली पे गर्नुपर्छ कि प्रत्येक वर्ष? होइन, इयरली पे गर्न पर्छ। एक वर्षमा युपीमा 40,000 मात्रै हो। ए, अनि मार्केटमा हाल्ला छ यो सेल्फ फाइनेन्स स्किम भनेको चाहिँ पुरै पैसा तिर्नुपर्छ हो? 1 करोड जस्तै 50 होइन, लाख त्यो सबै एउटा अफर मात्रै हो। कसैले 1 करोड पैसा तिर्न पर्दैन।
त्यो हामीले यता गभर्मेन्ट कलेज पाइराखेका छौँ र गभर्मेन्ट कलेज भनेको एकचोटि युट्युबमा सर्च गर्दा पनि हुन्छन्, त्यो टपमा नै आउँछन्। अनि त्यसमा हामीले एनुअली एउटा मिनिमम फी हुन्छ, जस्तै कोही कोही पनि कुनै कुनै कलेजको 40,000, कसैको 80,000 त्यति मात्रै हुन्छ। त्यसो भए अर्को कुरा भन्नुपर्छ हजुरले, यो निट फर्म भर्न के डकुमेन्ट चाहिन्छ? निट फर्म भर्नलाई सबैभन्दा पहिला हामीले +2 बायोलोजीबाट पास हुनै पर्यो र 12को जुन स्टुडेन्ट छ नि अहिले +2मा 12मा पढ्दैछ र त्यसको लागि सबैभन्दा पहिला पासपोर्ट साइज फोटो सबैले थाहै हो, पासपोर्ट बनाउनु पर्ने हुन्छन् र 10 र 12को सर्टिफिकेट, क्यारेक्टर अनि बर्थ सर्टिफिकेट पनि सबै इङ्ग्लिस ट्रान्सलेसनमा चाहिन्छन्। त्यति मात्रै हो। ओके अनि के चाहिन्छ त्यो चाहिँ स्क्रिनमा डिस्प्ले गरिदिन्छौँ हामी। ओके, अनि अर्को सर, यो इक्जाम फी कति हो यसको? र इक्जाम सेन्टर त भइसक्यो होला, इक्जाम फी भनिदिनु। यदि इक्जाम फी यहाँ जुन इन्डियन स्टुडेन्ट छ नि त्यसको लागि 1700 मात्रै हो र हामी नेपाली स्टुडेन्टलाई 9500 जतिको पर्छ। ल, नेट इक्जाम कहिले हुन्छ सर? यसपालि 2026मा एनटिएले भनेअनुसार 3 मईको इक्जाम छ। ओके अनि अर्को कुरा, मार्केटमा धेरै हाल छ कि फाल्तुमा किन निटको फर्म भरौँ, हाम्रो पैसा बर्बाद हुन्छ र पैसाको साथसाथ समय पनि खेर जान्छ, के यो सत्य हो? अनि घुस पनि चल्छ? त्यो सबै अफवाह, मलाई पनि त्यस्तै लागेको थियो कि होइन म इक्जाम नदिउँ, मेहनत बेकार जान्छन्, तर त्यस्तो केही हुँदैन। सपोज तपाईँ यदि निटको इन्डियाको सिलेबस गर्नुभयो भने नि, इनकेस सिलेक्सन नभए नि तपाईँ नेपालमा नाम निकाल्न सक्नुहुन्छ। जहिले पनि नलेज त खेर जाँदै जाँदैन, त्यहाँ झन् डिपली तपाईँ पढ्नुहुन्छ। र रह्यो कुरा करप्सनको, त्यो केही चल्दैन। तपाईँ कसैले पनि करप्सन नदिनुहोस्, तपाईँ फर्म भर्नुहोस्, त्यहाँ पढ्नुहोस् र तपाईँको टप 20मा आउनुहोस्, तपाईँको सिलेक्सन स्योर नै हुन्छ। त्यो घुसुस केही चल्दैन। अनि अर्को कुरा सर, तपाईँ फ्रेसरहरूलाई के मेसेज दिन चाहनुहुन्छ? अब केही थाहा छैन निटको बारेमा, अनि के एप्लाई गर्नुपर्ने एकपल्ट के कस्तो, कि ड्रपरले मात्रै एप्लाई गर्नुपर्ने? होइन, हेर्नुहोस्, फ्रेसरमा ड्रपरले यो भन्न चाहन्छु कि सबैभन्दा पहिला यदि तपाईँकोसँग त्यो टाइम छैन भने तपाईँले एउटा इन्डिया भनेको छुट्टै हो, त्यसको सिलेबस छुट्टै पढ्न पर्ने हुन्छ र त्यो म त्यही भन्छु कि तपाईँ आफ्नो पढाइमा फोकस गर्नुहोस् र फर्म भर्ने काम जस्तै हुन्छ नि, आफैले भर्न सक्नुहुन्छ भने ठिकै छ, भर्न सक्नुहुन्न भने मेडिक नेपालमा जानुहोस्, त्यहाँ तपाईँले केही टेन्सन लिन पर्दैन, सबै फर्म भर्ने काम त्यहाँ नै हुन्छ। त होइन म फर्म आफै भर्छु, आफै सबै कुरा गर्न सक्छु, म्यानेज गर्न सक्छु भने तपाईँ फर्म आफैले भर्नुहोस्, वेबसाइटमा जानुहोस्। अनि तपाईँले फर्म भर्ने काम चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि मतलब रुममै बसी अनलाइन डकुमेन्ट पठाउनु, मेडिक नेपालले अनलाइन सबै फर्म भरिदिन्छ। त्यही त, फाल्तुमा आउने जाने टाइम वेस्ट पनि धेरै हुन्छ होइन? त्यही भएर मेरो एउटा स्टुडेन्टको त्यही हुन्छ नि त, जस्तै टाइम सेभिङ गर्ने अनि सबै कुरा एक्स्ट्रा मतलब हुन्छ नि, दिमाग नलगाउने, त्यो सबै काम सेभ हुन्छन् क्या त्यहाँ। ओके अब स्टुडेन्टले आफै ट्राई गर्दा नि भयो, यो होइन कि मेडिक नेपालले नै गरिदिन्छ, यदि सकेन भने लास्टमा हामी छौँ, यो होइन कि यहीँ गर्नुपर्छ भनेर, होइन? त्यो नि हो, मतलब जस्तै के भन्छ, जस्तै कसैको हुन्छ नि त जानेको मान्छे हुन्छन्, कोही बस्ने हुन्छ, त्यसको साथीभाइहरू इन्डिया, त्यसले पनि भर्न पाउँछन्, नभर्ने नै होइन। तर साँच्चैकै म आफैले लकी मान्छु कि म मेडिक नेपालले भेटेको थिएँ। एउटा त मेरो 40 दिन मात्रै थियो इक्जामको, त्यसमा पनि 40-50 दिन मात्रै थियो, अनि म पढाइ गरौँ कि फर्म भरौँ अलमलमा थियो, तर मेडिक नेपालले सबै कुरामा मलाई सहयोग गरेको थियो, यो म दिलबाट म भन्न सक्छु म। अनि अर्को कुरा सर, यदि धेरै स्टुडेन्टसँग पासपोर्ट छैन भने के फर्म भर्न मिल्छ? अनि सर एउटा कुरा, के भन्छ, एज नेप्लिज स्टुडेन्ट यो फर्म भर्न पासपोर्ट चाहिन्छ नै कि? मतलब पासपोर्ट फर्म भर्नलाई चाहिँदैन, जब फर्म भर्ने त्यसपछि इक्जाम दिने र इक्जाम दिइसकेपछि एउटा जुन हुन्छ नि एसएफएसको फर्म इन्डियन एम्बेसीले खोल्छ र त्यो बेला सबमिट गर्नलाई नै हामीलाई पासपोर्टको जरुरी हुन्छ। अहिले फर्म भर्नलाई इक्जाम दिनलाई चाहिँदैन पासपोर्ट। ओके अहिले नागरिकताले पनि हुन्छ है? नागरिकता कम्पलसरी हो, नागरिकता चाहिन्छ नि चाहिन्छ। ए ठिक छ। ल, लास्ट क्वेसन चाहिँ, तपाईँले सोच्नुभएको थिएन कि म इन्डियामा पढ्छु भनेर, हो कि होइन भनौँ न?
र पाउनुभयो, त्यसपछि छोड्नु भएन। अनि कस्तो फिल भइरहेछ एज नेपाली स्टुडेन्ट? तपाईँको ब्याकग्राउन्ड भनेको सबै नेपालको हो, नेपालमा बसाए अनि खानेपिना खानेकुराहरू सबै हुन्छ नि, एउटा इन्भाइरोमेन्ट एउटा भएपछि अब फेरि एकपल्ट होइन, एक्कासी चाहिँ इन्डिया गएपछि उताको इन्भाइरोमेन्टै सेपरेट हुन्छ, ल्याङ्ग्वेज अलिक चेन्ज हुन्छ, हिन्दीमा बोल्नुपर्छ होइन। अनि कलेजहरू त्यहाँ हुँदैन, युनिभर्सिटी नै हुन्छ, ठुला ठुला युनिभर्सिटीहरू। अनि कस्तो फिल हुन्छ? होइन, तर साँच्चै के भनौँ, मतलब म यहाँ आउने बित्तिकै मैले कहिले पनि फिल भएन कि होइन म अरू देशबाट आएको छु, मलाई अरूले हेप्छ भनेर, त्यस्तो कहिले फिल भएन। र तपाईँ जुन कलेजमा जानुहुन्छ नि, त्यहाँ हामी नेपाली सिनियर भेटाउँछौँ नि भेटाउँछौँ। हरेक कलेजमा हाम्रो नेपाली सिनियरहरू छन्, तिनीहरू सबै गाइड गरिदिनुहुन्छ हामीलाई। जब सेलेक्सन हुन्छ नि, सेलेक्सन हुनुभन्दा पहिला एउटा ग्रुप हुन्छन्, त्यो ग्रुपमा हामीलाई थाहा हुन्छ नि कि त्यो कुन कलेजमा हाम्रो कुन सिनियर हो, र उहाँहरूले सबै कुरा गाइड गरिदिनुहुन्छ। पुरा फ्रेन्डली हुन्छन् कि हामी। अनि यदि सपोज तपाईँलाई केही प्रब्लम भयो या कुनै मेडिकल एजुकेसन स्टुडेन्टलाई प्रब्लम भयो भने के गर्न सकिन्छ? लाइक जस्तै कसैले केही प्रब्लम भयो, ल मलाई यो भयो त्यो भयो, त्यो तपाईँ के गर्नुहोस् भन्दाखेरि मेडेक नेपालको वेबसाइट। उनीहरूको कुरा एज एमबिबिएस स्टुडेन्ट, यदि तपाईँ आफ्नो देशभन्दा अहिले बाहिर हुनुहुन्छ र केही अप्ठ्यारो पर्यो भने होइन, अनि के स्टेप लिन सक्नुहुन्छ? जस्तै यहाँ हामीले केही प्रब्लम पर्यो भने सबैभन्दा पहिला हामी आफ्नो सिनियरले कन्ट्याक्ट गर्छौँ। यदि सिनियरसँग भएन भने हामीले फ्यामिली रिलेटिभहरू पनि हुन्छ नि त इन्डियामा, त्योसँग पनि कन्ट्याक्ट गर्छौँ। र त्यहाँबाट पनि सोल्भ भएन भने हामी मेडेक नेपालको मेल help@medec नेपालमा मेल गर्ने, जुन त्यहाँको रिप्रेजेन्टेटिभ हुन्छ नि, त्यो जहिले पनि 24 घन्टै नै हाम्रो सेवामै हुन्छ कि जतिसुकै पनि हेल्प गर्न सक्नुहुन्छ उहाँहरूले। ल ठिक छ, अब यो त क्वेसनहरू भयो। अब तपाईँको हबिजको बारेमा हामी कुरा गर्छौँ। हुन त यो हाम्रो भिडियोभन्दा बाहिरको पार्ट्स हो, फेरि पनि हाम्रो दर्शकहरूलाई यो कुरामा अलि रुचि नै हुन्छन्। तपाईँको हबिजहरू के छन्? सर मेरो हबी त सबैभन्दा पहिला मतलब बुक पढ्ने, फ्री टाइममा म्युजिक सुन्ने, सिङ्गिङ पनि हो, डान्सिङ पनि हो, र ड्राइभिङ। ओके, त्यसो भए अब डान्सिङ ड्राइभिङ त्यहाँ हुँदैन, त्यसो भए सिङ्गिङ एउटा गीत, मिठो सानो र मिठो एउटा गीत गाइदिनु न हाम्रो स्टुडेन्टहरूको लागि। सिङ्गिङ ल म सुनाइदिन सक्छु। पानी त्यो ढेउडामा आएर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊँ न, अनि घामले मलाई सताउला काली मलाई बनाउला, तिमी पिरातीको छाता ओढाउन। पानी त्यो डाँडामा आएर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊँ न, अनि घामले मलाई सताउला काली मलाई बनाउला, तिमी पिरतीको छाता ओढाउन। भयो दाइ। ठिक छ, ओके, धेरै मिठो गीत गाउनुभयो। ल त्यसो भए अब हजुरले आफ्नो महत्त्वपूर्ण टाइम निकालेर दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। होइन दाइ, म तपाईँलाई अहिले पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने तपाईँले मलाई धेरै नै हेल्प गर्नुभएको थियो। यदि तपाईँ नभएको भए नि साँच्चीकै म यो सबै म्यानेज गर्न धेरै गाह्रो हुन्थ्यो मलाई। ओके, केही मेसेज स्टुडेन्टहरूको लागि? म निट मतलब फ्युचर डक्टरलाई यो भन्न चाहन्छु कि हेर्नुहोस्, तपाईँले हार नमान्नुहोस्। हजुरले मेहनत गर्नुभयो, मेहनतको फल एउटा न एउटा अर्को फर्ममा आउँछ नै आउँछ। तपाईँले फिजिक्समा थाहै होला, इनर्जी क्यान नाइदर बी क्रिएटेड नर बी डिस्ट्रोयड, बट इट क्यान बी चेन्ज फ्रम वान फर्म टु अनदर फर्म। त्यही हो कि आज तपाईँ यहाँ सफलता पाउनु भएन भने नि यसको नलेजले तपाईँले अरू कुरामा सफलता पाउन सक्नुहुन्छ। कति मिठो भनिदिनु भयो तपाईँ। म आफै मोटिभेट भइसकेँ। होइन सर, अब यत्रो मोटिभेसन राख्नु पऱ्यो नि त आफूमा। हस्, थ्याङ्क यू। ल सर, सबैजनालाई नमस्ते, धन्यवाद।